सबैजनामा राधे राधे गुड मर्निङ। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। र आजको भिडियोको सुरुवात चाहिँ म गर्दैछु मेरो माइत सिलापथारदेखि। अनि बाबुको कपाल काट्ने दिन हो त्यो दिन। र दिन चाहिँ मैले भिडियो अलिक ढिलो गरेँ किनकि मेरो मोबाइलमा छैन जस्तो लागिरहेको थियो। अहिले म फट्टै खोजेर भेट्दैछु र हजुरहरूको समक्ष राख्न खोजेँ। र के कस्तो लाग्छ भन्न नभुल्नु होला। र मानिस जन्मेपछि हेर्नुहोस् न कतिवटा कर्महरू हुँदो रहेछ होइन त भन्नुहोस् त। अनि अब यो बाबुको 1 वर्षभित्रमा कपाल काट्यो भने काटिहाल्यो अरे, नभए 3 वर्ष, नभए 5 वर्ष, नभए 7 वर्ष हुँदो रहेछ नि त। अनि त्यसैले गर्दा यसपालि मेरो बसाइ पनि अलिक धेरै लामो पनि भयो। अनि अब बाबु अस्ति 11 फेब्रुअरीबाट 2 कम्प्लिट भएर 3 सुरु भयो र 17 तारिक आज हामीले यो कपाल काट्ने दिन राखिएको। र बाबु त धेरै उत्पाते छन्। अनि उसलाई बसाएर पूजासुजा गरेर मामाले फकाउँदै हुनुहुन्छ र अब मामाको हातबाट काट्ने ऊ उठ्दै छन्। अनि मामाले बस बस भने पछाडि ऊ बसे। अनि कपाल काट्न सुरु भयो। अनि उनलाई घोच्छ भनेर त्यो गाम्चाहरू उडाइदिएको छ। अनि उनलाई सेलरोटी दिएको, त्यसमा खाँदै बिजी हुँदाखेरि त उनले बिर्सिन्छन् नि त त्यो भनेर। अनि दादाले काट्दै हुनुहुन्छ कपाल चाहिँ। अनि बाबु चाहिँ खानामा व्यस्त छन् र उनले पत्तो पाएका छैनन् त्यति। अनि यो कपाल चाहिँ डाइरेक्ट ब्लेड लगाएरै खौरिने भनेको थियो, तर यहाँ साह्रै जाडो हुनाले गर्दा त खौरिन चाहिँ मिलेन। यहाँ फेरि पिताजीले थालमाथि कपडा राख्नुभएको थियो, त्यो थाल बटुको चाहिँदो रहेछ नि, कपडा चाहिँ भाउजूले चाहिँदैन भनेर निकालिदिनु भएको थियो। फेरि पिताजीले होइन चाहिन्छ भनेर माथि राख्नुभयो। अनि त्यसमाथि त्यो कपाल राख्नु पर्दो रहेछ र लगेर गङ्गाजीमा विसर्जन दिनुपर्छ अरे। र नियमहरू हेर्नुहोस् न, मान्न जाँदा नियमहरू कति छ नियमहरू, र नमान्दा त केही नै छैन। अनि ऊ अब उत्पात पनि गर्न थालिहाले बाबु। कति उत्पाते छन्, धन्न पो त्यति दिइरहेछन्। मलाई त त्यति काट्न दिन्छन् जस्तो पनि लागेको थिएन। तर अब अहिलेसम्म चाहिँ ऊ मानिरहेछन्। हामी चाहिँ अगाडि बसेर उनलाई जिस्काइरहेको छौँ। अनि भुलिन्छन् नि त त्यति हुँदा। अनि अब दादाले त त्यत्रो धेरै काट्न त जान्नुहुन्न। अनि अब यो हामीहरूको प्रथामा फेरि ग्वालीमा काट्नुपर्छ भन्ने भनाइ रहेछ। हेर्नुहोस् न, बाबु फेरि गौमाता भनेपछि फुरुक्कै पर्छन्। अनि उहाँ चाहिँ पल्ला घरका दादा, बाबुसँग धेरै बाबु मान्थे दादासँग। अनि दादाले उहाँलाई टिको लगाइदिएर पिताजी गाम्चाहरू नि ओढाउँदै हुनुहुन्छ। अनि उहाँले चाहिँ फकाएर काट्दा साह्रै मान्छन्। अनि ऊ काट्दै हुनुहुन्छ दादाले कपालहरू पनि। र अलिक छोटो पारेर काटिदिनुहुन्छ अहिले। अनि अब घरै पुगेर अनि साह्रै ब्लेड लगाएर खौरिने भन्ने भनाइ छ। अब यहाँ चाहिँ धेरै चिसो हुनाले गर्दा अब जानु पनि छ। अनि त्यो खौरिन चाहिँ मिलेन। अरू बाबु उत्पाते पनि छन्। अनि हेर्नुहोस् न, यी कति मजाले चाहिँ बसेको छन्। यति मजाले बस्ने त मेरो छोरो होइनन्, तर अहिले भगवानको शक्ति त भन्नु पर्यो होला नि त, चुप्प लागिरहेको छन्। ल आजको भिडियो यति नै, बाई बाई।